सबैजनालाई ह्याप्पी मकर दिवस। अनि सबैजनाले देखिसक्नुभयो होला हाम्रो ड्रेसबाट हामी कहाँ जाने के गर्ने हामी सबै देखाइदिन्छौँ होइन। थाहा छैन अब हामी रेडी भएर निस्क्यौँ। हामी सबै गरेको जस्तै देखाउन पाएनौँ। फाइनल लुक चाहिँ यही हो हाम्रो, हेर्न सक्नुहुन्छ। अनि लास्ट चाहिँ अब हेर्न सक्नुहुन्छ राम्रो राम्रो सुन्दरीहरूलाई यता पनि हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ कहाँ भन्छन् रे चरङ्गी देखाउँ के कस्तो हुन्छ सबै देखाउँछौँ। राम्रो त हुँदैन होला, त्यही पनि बिचमा कट गरेर अनि एउटा छोटो मिठो मेरो भ्लग आउँदैछ। सो सबैजनाले हेरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। बाई। जब हामी थालेको चरङ्गी भन्ने ठाउँमा जब हामी चाहिँ अटोमा चढिसकेको होइन, अब हामी चाहिँ जान लाग्यौँ चरङ्गी भन्ने ठाउँमा। सो उहाँ मेला लाग्दैछ नि त होइन, के गर्ने हो भन त। फोटोसोटो खिच्छौँ, भिडियोहरू बनाउँछौँ। सो जस्तो जस्तो भिडियो हुन्छ त्यस्तो चाहिँ बनाउँछौँ। लास्ट तक हेरिदिनु होला, राम्रो भयो नि नभए नि त्यति राम्रो त बनाउनु सक्दैन होला, त्यो पनि हेर्न सक्नुहुन्छ। हामी जान थालेको त्यही हेर्न सक्नुहुन्छ। यता हेर त बसन्त भाइ हामी चाहिँ अब पुग्न थालेको। सो फाइनली आइसक्नु थाल्यो होइन, फाइनली आइसक्नु थाल्यो, चरङ्गी पुग्न थाल्यो। अब चाहिँ वहाँ गएर के हुन्छ के गरिन्छ सबै देखाइदिनु त सक्दैन होला। सो थोरै थोरै भए पनि देखाइदिन्छौँ। सो लास्ट तक हेर्न देखाउन सबै अटो सबै रिक्सा जान्छ, लास्ट तक हेरिदिनु होला। त्यही हो, अरू के भन्न सक्छ र। हामी चाहिँ फाइनली पुगिसक्यो होइन, हामी अटोबाट झऱ्यो आइपुग्यो। अब चाहिँ रमाइलो गर्ने ठाउँ चाहिँ वहाँ पारी छ। अनि यहाँ सबैहरू आइसक्नु भएको देख्न सक्नुहुन्छ सबैजनालाई। हामी पनि यहाँ छौँ, पछाडि हाम्रो केटीहरू पनि छन् हेर्न सक्नुहुन्छ। आइजाउन छिटो छिटो राम्रो मान्छेहरू। सो अब यहाँ आउनुहोस् त हजुर। मैले चाहिँ अब एउटा थोरै भाषणहरू चाहिँ एउटा हाम्रो विष्णुको मुखबाट चाहिँ राख्न चाहन्छु, किनभने लाफाहरू नमस्ते सबैजनालाई होइन। थोरै छोटो मिठो हामीले चाहिँ मगर भाषामा चाहिँ केही भन्ने छौँ। सो हाम्रो विष्णुजीले भन्नुहुन्छ अनि सबैजनाले सुन्नु होला है। म विष्णुको मात्र एउटा भिडियो बनाएर राखिदिन्छु। केही चाहिँ हामीले चाहिँ मगर भाषामा केही थोरै भन्न गइरहेको छौँ हामीले चाहिँ विष्णुले होइन। सबै हेरिदिनु है। सबैजना हेर्नु कतिको रमाइलो गर्ने हो हेर। धेरै रमाइलो भइसकेको छ होइन, मान्छेहरू पनि कति धेरै धेरै आउनुभएको छ। हाम्रो स्टेज चाहिँ वहाँ पारी नै छ होइन, हेर्न सक्नुहुन्छ। स्टेज चाहियो भनेको त होइन, तर पनि त्यो कसरी म तपाईँहरूसँग ठुलो अनुभूति भएको कारणले आजसम्म स्टेजमा छु र स्टेजमा हामीले चाहिँ आफ्नो चटर पटर पेयो होइन, फोटासोटा के खिच्यो। राम्रोसँग त्यति धेरै त फोटो खिचेन, त्यही पनि हल्का फुल्का फोटो खिचेछ। अब हामी चाहिँ फेरि वहाँ पर जाँदैछौँ। त्यो साइडमा हेर्न सक्नुहुन्छ, त्यो साइडको नजाराहरू खिचेर भिडियो सुटो बनाउँछौँ। सबैजनाले हेरिदिनु होला। त्यति खासै राम्रो त बनाउन आउँदैन कि, तर पनि हल्का फुल्का जङ्गलहरूतिर एकदम धेरै रमाइलो हुन्छ नि त। कति धेरै केटीहरू छ, कति धेरै त कपाल्सहरू पनि छ यार। हामी त कपाल्सहरू हेर्दै बस्ने हो। यतातिर हेर्न सक्नुहुन्छ जोडी बिचरा के गर्नु। अब कपाल्सहरू धेरै हुन्छ नि त।
सिङ्गल मान्छेलाई गाह्रो छ कि यहाँ मगर दिवसमा पनि आँखा लाउने होइन ल मगर दिवसमा पनि गाह्रो छ कि यहाँ धेरै कपाल्सहरू धेरै हिँडेर हामी सिङ्गललाई त गाह्रो छ हामी 2 जना हिँड्छौँ तिमीहरू 2 जना हिँड ल हामी चाहिँ उहाँ के भन्छन् रे जङ्गलमा जानुभएको थाहा छैन अब कहाँ जाने भएर त डेटिङ बस्नु थालेका हुन् क्या है कहाँ जाने हो हुन सक्नुहुन्छ भन्छ रह्यन कति राम्रो जोडी होला मेरो सबैको जोडी सबैजनाले हेर्न सक्नुहुन्छ हामीलाई त नहेर्ने त कुरै हुँदैन यो हामीलाई त नहेर्ने कुरै हुँदैन हामी भनेको एकदम राम्रै हामी भनेको अलवेज दामी सो हेर्न सक्नुहुन्छ मगरी छ हामी अलवेज दामी जसले लाफाहरू सबैजनालाई है सबैजना हेर्न सक्नुहुन्छ कति राम्रो राम्रो दिदी बहिनीहरू छ कति राम्रो राम्रो सोल्टीहरूलाई पनि हेर्न सक्नुहुन्छ र मेरो भ्लगमा पनि हेर्न सक्नुहुन्छ कुन छैन सबैजना सो त्यही हो जतिजना पनि हुनुहुन्छ सबैजनालाई हेर्न सक्नुहुन्छ कुन आउनु भएन सबैजनाले हेर्नु है तपाईँ मेरो भ्लगमा हुनुहुन्छ कि हुनुहुन्न मेरो भ्लगमा नपर्ने कोही पनि हुँदैन सबैजनाले देखिसकेको छु मैले कति राम्रो राम्रो मान्छेहरू छन् जोड्नेछौँ र हाम्रो आजका मुख्य आकर्षणको केन्द्रबिन्दु सिद्धार्थ आले बगर
यसै गरी यो कार्यक्रमको बिचमा उपस्थिति रहेको जानकारी गराउन चाहन्छु। बाटो व्यवस्थापन गरिदिनको लागि हाम्रो आएको टिमका साथीहरूलाई म अनुरोध गर्न चाहन्छु। कलाकार साथीहरूलाई आउनको लागि स्टेजसम्म लुकी लुकी चियाउँदै गऱ्यो के जादु झिमझिमाउने परेलीमा फस्दैछ मुटु फिचेको के समास्युरेको त्यो फुलको तुङ्गा सुहायो सिरैमा हटाइदेऊ तिम्रो त्यो पछ्यौरी देखाइदेऊ जना चाहिँ उसाहन के भोइस अफ नेटवर्क का उसाहन के हेर्न जाम न नमस्ते हजुर नेटवर्क का उसाहन के हेर्न जाम न नमस्ते थापा मगरलाई प्रदान गरिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। नेपाल मगर सङ्घ उडाइकाइ समिति देवदह 10 सराङ्गे रूपन्देही नेपाली साङ्गीतिक क्षेत्रको चर्चित गायन रियालिटी सो द भोइस अफ नेपाल सिजन 7 को उपाधि प्राप्त गर्न सफल हुनुभएको देखिए त आएको होइन। सो हल्काइनको लुङ्गी सुङ्गीहरू बिग्रियो भनेर हेर न मेकअप गर्दै बसिरहेको के कपडा मिलाउनु बसेको त यो त गयो भाइ गयो। हेर्न सक्नुहुन्छ केटीको मेकअप हुन्छ भन्थे हो रहेछ आमा कति धेरै हो कि यस्तो हो कि लगाउनु मान्छे जानिहाल्छ नि कस्तो लगाउँछ भनेर हेर्न सक्नुहुन्छ। सो म मान्छे सोधो त्यसै अब के भन्छन् मलाई त के पनि लगाउन आउँदैन होइन जो यिनले लगाइदिएको पनि त्यही लगाइदिएको हेर्न सक्नुहुन्छ। नक्कली के गरिरहेको के हेरिरहेको त्यसरी हो हेर्न सक्नुहुन्छ। त्यसरी घुरेर हेरिरहनु भएको दर्शकहरूले त्यस्तो राम्रो त म देखेको होइन। सो मलाई यसरी हेर्नुपर्ने ढाँटाडान हेर्न सक्नुहुन्छ सबैजना यहाँ आएर कपडा मिलाउनु छ होइन। सो देखिसक्न सक्नुहुन्छ के गरिरहेको मान्छेहरूले भनेर हाम्रो सिद्धार्थ आले मगरजीको अनेक ठाउँमा हाम्रै नगरपालिका नगर समितिको आयोजनामा भएको 40औं मगर एकता दिवस भव्य रूपमा सम्पन्नको लागि उहाँ पुग्नुपर्ने भएकोले उहाँलाई विदा गर्नुभएको थियो। उहाँको साथीहरूलाई आएको टिमलाई हामी हिँड्न सक्छौँ हेरिसक्न सक्नुहुन्छ। हामी चाहिँ अब यस्तो यस्तो टाइपले अब आफ्नो आफ्नो भिडियो बनाउने हो हिँड्ने हो कस्तो पारामा होइन आफूले आफ्नो हो कस्तो राम्रो राम्रो मान्छेहरूको भिडियो बनाएको दिलबहादुर सारूज्यू र हाम्रो सन्तबहादुर शेरबुजाज्यूलाई म यस स्टेजमा आमन्त्रण गर्न चाहन्छु कि दुई हात हुन् जुन हातले आजसम्म यो राष्ट्रिय मगर एकता दिवस भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिराख्नु भएको थियो। हिजोको दिनमा यी हातलाई म सम्झन चाहन्छु। दिलबहादुर सारूज्यूलाई यो सम्मान पत्र वितरण गरिदिनको लागि आजको यस कार्यक्रममा प्रमुख अतिथि यसैगरी आजको यस कार्यक्रममा राम्रो छ किन हेर्नु चाहनु जुन हात आज तपाईँहरूले देखिराख्नु भएको छ उहाँकै यी हातले गर्दा आज यहाँको बिचमा हामीले यसरी यो कार्यक्रम आयोजना गरेका छौँ र यो 650 को जुत्ता लिने भयो दिलबहादुर सारूज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। राम्रो छ यसैगरी धेरै राम्रो छ के नै भन्न सक्छु। सम्मान पत्र ग्रहण गर्नको लागि सन्तबहादुर शेरबुजाज्यूलाई पनि म आफू भने ठ्याक्कै बाख्राको दुध जस्तो फोटो लाला लो 20/61/05 को चाबी यही स्कुटीमा रहेकोले यो चाबी चाहिँ लो 20 कालो कलरको थियो। हामी आफ्नो दुध लो 20/61/05 को चाबी सुरक्षित रहेकोले यस हाम्रो
मञ्चमा सम्पर्क गरिदिनको लागि हार्दिक अनुरोध गर्दै अहिले भने यहाँको बिचमा एन्जल र लक्ष्मीलाई ढले ढले भन्ने गीतको पूर्व आफ्नो प्रस्तुतिको लागि म यस स्टेजमा आमन्त्रण गर्न चाहन्छु। एन्जल र लक्ष्मीलाई यस स्टेजमा छिटोभन्दा छिटो आफ्नो प्रस्तुतिको लागि म आमन्त्रण गर्न चाहन्छु। साथै यसपछि भने हाम्रो चर्चित भाइ कमल घरती मगरको प्रस्तुति रहनेछ र म विशेष धन्यवाद दिन चाहन्छु हाम्रो देवदह नगरपालिकालाई, वडा नम्बर 10 लाई संरक्षकको भूमिकामा हुनुहुन्छ। यसै गरी हाम्रा विशेष सहयोगी
मेरो आँसु तिमीलाई हाँसो भएछ मेरो बिथा तिमीलाई कथा भएछ बिस्तामा खुसी थिए तिमी बिना मुटु मेरो तपाईको चाहिँ त्यो एउटा समस्यामा पुगिराखेको अवस्था छ वार्ड नम्बर 10 का आमाबा दाजुभाइ कसरी हो? यहाँ काम गरेको विकास गरेको को नजिकको छ तल मतदान गर्नुपर्छ भन्ने हिसाबले तपाईहरुले विवेक 150 र 80 अरे चामिन खा मिना के यो समुदायको साथमा छ यो त म ड्यारिसको मन पर्छ भइसकेपछि नगर समुदायले यहाँ कार्यक्रम मेरो फेभरेट चाहिँ म चाहिँ रुचि हो बिटी हालेर लिएर बेसी देखिन पर्छ कि तिमीहरू केटाकेटीहरू कहाँ जान्छौ बेला बेलादेखि Ah!
सारे सारे त्यतै सारे हो Thank you, कस्तो लाग्यो फुल सोचेर सँगै बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला फुल सोचेर तिमीलाई कुरा कसै हो मन कुर्ने कस्तो छ भित्र सुल्टिन गोर्खाली माया हेर्ने सुल्टिन झन्चोको बनाया अन्धै माया लाग्छ सुल्टिन 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 तिमीलाई नसरा अब चाहिँ दरे नाचिन्छ अनि त्यसपछि सो हामी चाहिँ के गरिन्छ अरे भन्न त नाच्ने रमाइलो गर्ने एकैछिन अनि त्यसपछि घर सकिने सो हाम्रो ब्लग यतिसम्म चाहिँ आजसम्म गरिदिनुहोस् सकियो मेरो चुरा मेरो